हेलो गाइज, गुड मर्निङ। हजुरहरूलाई हाम्रो ब्लगमा धेरै धेरै स्वागत छ। आज हाम्रो ब्रेकफास्टमा रहेको छ फ्रोजन परोठा। सो मेरो फर्स्ट ब्लग हो, प्लिज माइन्ड नगरिदिनुहोस् होला कुनै गल्ती भएकोमा। सो किप वाचिङ माई भिडियो। सो आज चाहिँ हाम्रो घरमा टिभीको डेलिभरी छ। हाम्रो टिभी त थियो बट बिग्रेर अलिक सानो पनि थियो, त्यही भएर हामीले नयाँ टिभी अर्डर गरेको छौँ। And here it is, new TV. So आज चाहिँ हो काली पूजा, त्यही भएर हामी मन्दिर जाँदैछौँ। अहिले हामी जाँदैछौँ फर्स्टमा। हाम्रो बटलाइनमा 3टा सेक्टर छ, फर्स्ट, सेकेन्ड, थर्ड, र हामी चाहिँ मेरो हस्बेन्ड चाहिँ फर्स्टको हुनुहुन्छ, त्यही भएर हामी पहिला फर्स्टमा जाँदैछौँ। र मैले फर्स्टको मन्दिरमा पूजाहरू पचारा चढाइसकेर अहिले हामी जाँदैछौँ सेकेन्डमा। सो हेरिराख्नु होला। र अहिले चाहिँ हामी जाँदैछौँ थर्डको काली पूजा हेर्नलाई। अहिले चाहिँ हामी फेरि फर्स्टको मन्दिरमा आएको छौँ, जहाँ चाहिँ बलि हुन आँटिसकेको छ। अहिले ठिकै 11:45 भयो। सो यहाँ बलि पनि सुरु भइसकेको छ। सुरुमा चाहिँ कुखुरो काट्नुहुन्छ र त्यसपछि चाहिँ बोकाको बलि दिने चलन छ। सो हामी चाहिँ अब पूजाहरू सकेर घर फर्किँदैछौँ। होप यु लाइक माई भिडियो। थ्याङ्क यू, बाई बाई।